माननीय सदस्य एकछिन रोकौं। हल्ला भयो सुनिएर त्यसकारण रोक्नको लागि मैले अनुरोध गरेँ। प्रधानमन्त्री आउने हो कि गृहमन्त्री आउने हो कि कुनै मन्त्री आउने हो, हत्या गरेका हत्यारालाई पक्राउ किन नगरेको रोस्टमबाट जवाब चाहिन्छ। होइन भने संसद आज चल्दैन। ज्ञानेन्द्र साईले भन्नुभयो संसद चल्दैन, नचलाउनुहोस्, केही छैन। तपाईहरुलाई लाग्दछ यो शासन व्यवस्था गलत छ भने तपाईहरु सांसदको पद राजीनामा गरेर जानुस् न, सडकमा जानुस्, तपाईहरु विद्रोह गर्नुस् न, त्यो अधिकार तपाईलाई छ नि। के गठबन्धनमा पुवाल परे हो सभामुख महोदय? यही हो प्रमुख प्रतिपक्षले हामीलाई सिकाउन खोजेको कुरा। अनि यो कुरा हामीले टुलु यहाँबाट हेरिदिनु पर्ने। अनि यो क्यालेन्डर के हो सभामुख महोदय? यो क्यालेन्डर थिएन उहाँहरूको हातमा, यो छैन भए हामी यसको फोटोकपी उपलब्ध गराइदिन्छौँ। सभामुख महोदयज्यू, रत्न पार्क होइन यो। यहाँ उठाएको आवाज सरकारले जवाब दिनुपर्छ। पार्टी देशको लागि कि देश पार्टीको लागि, पहिला यसको उत्तर चाहियो सभामुख महोदय। हामीले बोल्दै जाने, हामीले कुराहरू सुनाउँदै जाने, सभामुखले टाउको हल्लाएर गर्दै जाने, मन्त्री र प्रधानमन्त्री र सरकारले पटक्कै जवाब नदिने भने यो संसद किन चलाउन पर्यो? संसद सदाका लागि छुट्टी दिएर रत्न पार्क खुल्ला मञ्चमा भाषण गरे भइगयो त। हामीले हत्या गर्ने हत्याराहरूलाई पक्राउ गरेर जेलमा हालेर छानबिन हुन्छ। आदेश दिने गृहमन्त्री, गोली हान्ने डिएसपी र त्यहाँ जाने भौतिक पूर्वाधार मन्त्रीलाई पक्राउ गरेर आज बिहानसम्म जेल किन नहालेको यसको जवाब चाहिन्छ। सभामुख महोदय, हिजो राजनीतिक दल सम्बन्धी विधेयक प्रस्तुत गर्ने बेलामा प्रतिपक्षको एउटा अनौठो अचम्मको नाटक बन्छन् देखियो सभामुख महोदय। कि ठक्क गणपूरक पुग्छ कि भनेर 10-15 जना चाहिँ सांसदहरू बाहिर जानुभयो। अत्यन्त दुःखका साथमा प्रतिपक्षका साथीहरूलाई भन्न चाहन्छु, यो केवल सत्ता पक्षको मात्रै विधेयक पास गर्ने हो कि अथवा प्रतिपक्षको मात्रै हो? सभामुख महोदय, एक वर्षमा माननीय सदस्यहरू एकछिन रोक्नुहोस्। बोलिरहनु भएको माननीय सदस्यहरू रोक्नुहोस्। ल, माननीय सदस्य एकछिन रोक्नुहोस्। के भन्न खोज्नु भएको छ माननीय सदस्य राख्नुहोस्। माननीय सदस्य एकछिन रोकौं, यहाँलाई रोकौं। हल्ला भयो सुनिएर त्यसकारण रोक्नको लागि मैले अनुरोध गरेँ। पहिला उहाँको कुरा के हो त्यो सुनौं। माननीय सदस्य, यहाँलाई मैले अनुरोध गरेँ, माननीय सदस्य, मैले के भने के प्रतिवाद छ सुन्नको लागि मैले यहाँलाई रोक्नको लागि भने, बस्नको लागि पनि भनेको छैन। मान्य सदस्यहरू, यहाँहरू बोलेको केही सुनिँदै छैन। हाम्रो व्यवस्था अनुसार रेकर्ड पनि केही हुँदै छैन। त्यसले गर्दा मान्य सदस्यहरू सबै शान्त साथ आसन ग्रहण गरौँ। म यसलाई म्यानेज गर्ने काम गर्छु। मान्य सदस्यहरू आसन ग्रहण गरौँ अनि मैले यसलाई व्यवस्थापन गर्छु। मान्य सदस्यहरू आसन ग्रहण गरौँ। मान्य सदस्यहरू आसन ग्रहण गरौँ। मैले यहाँबाट म्यानेज गर्छु। मान्य सदस्यहरू पालो पालो बोलौं। त्यसले मैले भनेको छु अहिले मान्य सदस्यहरू आसन ग्रहण गरौं, म यसलाई म्यानेज गर्छु। मान्य सदस्यहरू यहाँहरू बसिदिनुहोस्।
माननीय सदस्यहरू, मैले माननीय राजेन्द्र कुमार केसीलाई बोल्न दिएको बेलामा माननीय सदस्यहरूको आपत्ति रहेको छ। त्यसैले म के भन्छु भने माननीय राजेन्द्र कुमार केसीले आफ्नो भनाइ राखिसक्नुहोस्, त्यस पछाडि म यता आपत्ति गर्नुहुने माननीय सदस्यहरूलाई समय दिन्छु। पालो पालो गरेर आफ्ना कुराहरू राख्ने प्रणाली हो, त्यस अनुसार जानको लागि म अनुरोध गर्छु। सभामुख महोदय, नेपाली कांग्रेसको महासमिति भएको कुरा सायद प्रतिपक्ष साथीहरूलाई पनि थाहा छ। हाम्रो संख्या हिजो कम थियो, न्यून थियो, तैपनि हामी बसिरहेका थियौँ। सभामुख महोदय, मेरो आँखाले प्रत्यक्ष देखेको मैले यो हाउसमा उठाएको कुनै झुटो विवरण गरेको छैन। सभामुख महोदय, म पटक पटक भन्न चाहन्छु, विधेयक पास गर्ने, विधेयक टेबल गर्ने भनेको केवल सत्ता पक्षको मात्रै जिम्मेवारीको कुरा होइन। एक वर्षमा एउटा कानुन पास गर्ने सांसद भनेर आज सारा ठाउँमा चाहिँ आलोचना भइरहेको छ। के विधेयक जस्तो कुरामा चाहिँ हामीले लानुपर्छ भनेर सभामुख महोदय बोल्न पाउने कि नपाउने, सत्ता पक्षले बोल्न पाउने कि नपाउने। सभामुख महोदय, 7 गतेदेखि 10 गतेसम्म नेपाली कांग्रेसको महासमितिको बैठक गोदावरीमा चलिरहेको प्रतिपक्षका साथीहरूलाई पनि थाहा छ। हाम्रो संख्या न्यून थियो, म त्यसलाई स्वीकार गर्छु सभामुख महोदय। आज त्यो हुँदाहुँदै एउटा विधेयक चाहिँ पास हुने कुरामा जान विधेयकलाई चाहिँ असफल पार्ने किसिमको प्रयत्न भएको छ प्रतिपक्षबाट। सभामुख महोदय, यो छ आज सारा सडकदेखि सारा ठाउँमा एक वर्षमा एउटा विधेयक पास गर्ने सांसद भनेर सारातिर चाहिँ एउटा आलोचना भइरहेको छ। सभामुख महोदय, म प्रतिपक्ष साथीहरूलाई इरिटेट गरेर होइन, म अनुरोध गर्न चाहन्छु, विधेयक साझा कुरा हो, हाउसको कुरा हो। एक वर्षमा एउटा मात्रै कानुन पास गरेको सन्दर्भमा यो कुरा निस्केको हो। सभामुख महोदय, हल्ला गरेर प्रतिपक्ष सधैँ सांसदको मुख थुनेर पार्लियामेन्ट चल्छ। सभामुख महोदय, ल उहाँहरू सधैँ हाउस अवरोध गर्ने मुडमा हुनुहुन्छ। हाउसलाई के गरेर अवरोध गर्ने हो, विधेयक के गरेर पास नगर्ने हो भन्ने सधैँ उहाँहरू चाहिँ उद्गत हुनुहुन्छ। सभामुख महोदय, माननीय आफ्नो भनाइ छोट्याउनुहोस्। ल मेरो छोटो सभामुख। ल माननीय सदस्य ज्ञानेन्द्र बहादुर शाही संक्षिप्तमा राख्नुहोस्। म त के भनौँ सम्माननीय सभामुख महोदय, यो झगडा र लडाइँ यो म एकछिन सोध्न चाहन्छु प्रतिपक्ष सरकार पक्षका साथीहरूलाई। क्यालेन्डर बनाएको छु, अगाडि हेरिदिनुहोस् कि एकछिन। आँखा देख्नुहुन्न भने चस्मा पनि लाउनुहोस्, मैले लगाइरहेको छु है। यो क्यालेन्डर लागू गरिएको छ, कार्यव्यवस्था समिति छ, सभामुखले बेला बेला बैठक बोलाउनुहुन्छ, अनि तपाईँहरू चाहिँ गोदावरीमा चाहिँ तपाईँको आफ्नो पार्टीको कार्यक्रम भनेर त्यहीँ रुमलिने, संसदमा नआउने, विधेयक वर्षभरि ल्यायो भने क्यालेन्डर हेर्ने हो भने महिनामा 4-5 पटकभन्दा बढी प्रचण्ड सरकारले संसदै चलाउन बिजनेसै नदिने, अनि आरोप चाहिँ हामीलाई लाउने। यस्तो मिल्छ? यो मिल्दैन। किनभने गल्ती तपाईँहरूको छ नम्बर 1। नम्बर दोस्रो, हिजो हामीले प्रधानमन्त्रीले भनेको कुरा गरेका छौँ। आज प्रधानमन्त्री आउने हो कि गृहमन्त्री आउने हो, कुनै मन्त्री आउने हो, हत्या गरेका हत्यारालाई पक्राउ किन नगरेको रोस्टमबाट जवाब चाहिन्छ, होइन भने संसद आज चल्दैन। यो कुरा यादका साथ अगाडि राखे हुन्छ। किनभने यो संसद भनेको सम्माननीय सभामुख महोदयज्यू रत्न पार्क होइन। यो यहाँ उठाएको आवाज सरकारले जवाब दिनुपर्छ। सरकारले यदि जवाब दिँदैन भने संसदको महत्त्व के हुन्छ? हामीले आवाज राख्दै जाने, हामीले बोल्दै जाने, हामीले कुराहरू सुनाउँदै जाने, सभामुखले टाउ गल्लाएर गर्दै जाने, मन्त्री र प्रधानमन्त्री र सरकारले पटक्कै जवाब नदिने भने यो संसद किन चलाउन पर्यो? संसद सदाका लागि छुट्टी दिएर रत्न पार्क खुल्ला मञ्चमा भाषण गरे भइगयो त हामीले। त्यो भए हुनाले हिजो उठाएको विषयवस्तु अति संवेदनशील विषयवस्तु हो। प्रधानमन्त्री जस्तो मान्छेले त्यो अगाडिको रोस्टरमा उभिएर फागुन 6 गते 12:12 27 सेकेन्डमा प्रधानमन्त्रीज्यूले बालकुमारीको घटना हत्या हो भन्नुभएको छ। नेपालको संविधानले, नेपालको कानुनले हत्या गर्ने हत्याराहरूलाई पक्राउ गरेर जेलमा हालेर छानबिन हुन्छ। गृहमन्त्री आदेश दिने गृहमन्त्री, गोली हान्ने डिएसपी र त्यहाँ जाने भौतिक पूर्वाधार मन्त्रीलाई पक्राउ गरेर आज बिहानसम्म जेल किन नहालेको यसको जवाब चाहिन्छ। यदि आज जवाब आउँदैन भने
आज राष्ट्रिय प्रजातन्त्र पार्टी र सम्पूर्ण सत्तापक्ष र प्रतिपक्ष जो यो राष्ट्रको सुशासनको लागि हुनुहुन्छ, आज संसद चल्दैन। म यो घोषणा गर्न चाहन्छु। हस्, जय राष्ट्रवाद, जय नेपाल। पार्टी देशको लागि कि देश पार्टीको लागि? पहिला यसको उत्तर चाहियो सभामुख महोदय। संसद चल्ने भनेको सत्ता पक्षको बहुमतले हो। उहाँहरूले विधेयक ल्याएपछि त्यो चलाउने दायित्व पनि उहाँहरूको के गठबन्धनमा पाल परे हो सभामुख महोदय? हामी यहाँ प्रतिपक्षमा बसेर सरकारलाई रचनात्मक सहयोग दिने हामी पुरै कोसिस पनि गरिरहेछौँ। अनि यो क्यालेन्डर के हो सभामुख महोदय? यो क्यालेन्डर थिएन उहाँहरूको हातमा। यो छैन भए हामी यसको फोटोकपी उपलब्ध गराइदिन्छौँ। उहाँहरूको महासमिति छ भएदेखि कार्य व्यवस्था परामर्श समिति के त्यो जोकर संस्था हो र त्यहाँ कुरा राख्न सक्नु पर्दैन? अनि प्रतिपक्ष भनेको संसद, यो प्रतिपक्ष भनेको यो संसदको गरिमा हो सभामुख महोदय। सत्ता पक्षको सरकार हो, चलाउने विधेयक आएको चिजमा बहुमत पुर्याउन त नसक्नेले सरकार कसरी चलाइरहेछ सभामुख महोदय? हिजो पनि हामीले यही कुरा भनेको थियौँ उहाँहरूलाई। यो अहिले जसरी सदन सरकार चलिरहेछ यो लोकतान्त्रिक पद्धतिबाट चलिरहेको छैन। सरकारप्रति यति आरोपहरू लगाइरहेका छ भनेपछि यसको जवाफदेहिता नभएको चिजको हामीले उहाँहरूको ध्यान आकर्षण गराइराख्दाखेरि संसद चलेन भन्ने कुरा हामीलाई आरोप लगाउन पाइन्छ। सभामुख महोदय, सभामुख महोदय मार्फतबाट म सत्ता गठबन्धनले यो सार्वभौम सत्ता, यो सार्वभौम संसदसँग क्षमा माग्नुपर्छ भन्ने माग राख्छु सभामुख महोदय। धन्यवाद। सम्माननीय सभामुख महोदय, मेरो सबभन्दा पहिला सम्मान्यज्यूलाई के प्रश्न छ भने यो संक्षिप्त भनेको कति समय हो? मलाई मन लागुन्जेल बोल्न पाउने हो या सम्माननीय सभामुखको तजबिजमा या तपाईँलाई आनन्द आएका कुराहरूमा मात्रै बोल्न पाइने हो? मलाई थाहा छ सम्माननीय सभामुखलाई सीधा सीधा प्रश्न गर्न पाइँदैन। मलाई यो कुरा पनि राम्रोसँग थाहा छ सम्माननीय सभामुखलाई त्यो रोस्टरमा बस्दा तपाईँका कानमा राम्रा स्वर गुन्जेनन् भने बिचैमा रोक्न पाइँदैन भन्ने कुरा हाम्रो संसदको नियमावलीको धारा 21 को ङले भन्दछ। म प्रमुख प्रतिपक्षका मान्य सदस्यहरूलाई एकचोटि हाम्रो धाराको 21 को ङ बुँदा एकचोटि श्रवण गर्नका लागि अनुरोध गर्न चाहन्छु। बोल्न पाउने अधिकारलाई सदनको कार्यमा बाधा पार्ने मनासाले दुरुपयोग गर्न नहुने भनेर भनिएको छ। अहिले भर्खरै मान्य राजन केसीले आफ्ना कुरा राख्दै हुनुहुन्थ्यो। मान्य राजन केसीले नियमापत्ति हुने गरी बोल्नु भएको हो भने तपाईहरुले नियमापत्ति गरेर आफ्ना कुरा शानदारपूर्वक राख्नु पर्दो थियो। के हामी के सिकाउँदैछौँ? तपाईहरुसँग संख्या आज बढी छ, प्रमुख प्रतिपक्षसँग आज संख्या बढी छ। हामी त उसै सानो पार्टी, बिचको नेपाली कांग्रेस किन कम भयो थाहा छैन। तपाईहरुसँग संख्याको बल छ भन्दा बित्तिकै बेस्केरी ध्यापध्याप गरेर हाम्रा स्वरहरूलाई कुण्ठित गर्ने यही हो लोकतन्त्र? यही हो प्रमुख प्रतिपक्षले हामीलाई सिकाउन खोजेको कुरा? अनि यो कुरा हामीले टुलु यहाँबाट हेरिदिनु पर्ने। त्यसपछि म सम्मान्य सभामुखलाई भन्न चाहन्छु, बिचमा मान्य राजन केसीलाई हामीले बोल्नुस् भनेर भनेको होइन, सम्माननीय सभामुखले त्यहाँबाट रुलिङ गरेर संक्षिप्तमा बोल्नुस् भनेर हजुर